यो चन्द्रगिरी आज हामी केबल कारमा चढेर आएको एकजनाको डराको अवस्था यहाँ हुनुहुन्छ चाहिँ एकदम डरले मुख छोपेर हामीले लिएको हो है उहाँलाई चाहिँ हामीले एकदम छोपेर लिएको किडन्याप गरे जस्तै यहाँ ह्यान्डसमहरू यहाँनिर चाहिँ यहाँ छोराहरू यिनीहरू चाहिँ मेरो छोराहरू है यता फर्के भोटे यताबाट यता फर्क तिमीहरू उता त कस्तो कालो देखेको यो चाहिँ मेरो छोराहरू है मेरो छोरो ए चन्द्रगिरीको अहिले यहाँ हामी घुम्ने अवस्था घुमिरहेको छौँ आज केबल कार चढ्ने इच्छा पनि पुरा भयो तर मैले चाहिँ पहिले नै केबल कार चढिसकेको मलाई गर्दै त मलाई गर्न जाउँ मलाई गर पार्वती चामलिङ आज अनि के परिचय नखुलाउनु परिचय नखुलाइ मान्छेलाई हुन्छ को अनि भिडियो गर्दा अर्काको भिडियो गरे जस्तो अनि के भन्नु खोजेको हौ परिचय नखुलाइ भिडियो गर्ने त कसको भिडियो गरेको मैले पार्वती चामलिङ नभन्नु अरे भनेपछि मिसेस नरबहादुर गुरुङ भन्नु मिसेस नरबहादुर गुरुङ उहाँ हुनुहुन्छ भिडियो गरिदिनु यहाँ चन्द्रगिरी केबल कारमा चढेर आउनुभएको सरर काठमाडौँ आएर केबल कार चढ्ने इच्छा पुरा भयो उहाँ पहिला जाउँ उता जाउँ अरे जाउँ कान्छी लु कान्छी फोटो खिच्दैछ त अहिले त उहाँलाई ल्याउनु चाहिँ किडन्याप गरेर ल्याएको कि अहिले चाहिँ मजा आएको छ फोटो खिच्नु लागि रहेछ नि आइज माथि डाँडामा गएर रमाइलो लाइन हेर्नु रमिता हेर्नुपर्ने छ उहाँ कुद्नु भयो पुरै उड्नु भयो उहाँ त झन् पुरा एक्साइटेड हुनुभएको छ खुसीले गदगद हुनुभएको छ उहाँको के भन्छ जेठा छोरा नरबहादुर गुरुङ चाहिँ उहाँ बेहोस भइराख्नु भएको छ घरमा आमा कहिले आउँछ भनेर आमा चाहिँ यहाँ फिलिलिली खुसीको पनि सीमै छैन आमाको त हो अब आमाको त खुसीको सीमै छैन र यहाँ उड्नु भएको छ गुड्नु खै हाम्रो आमा चाहिँ कान्छी छ खै ए खै आमा विष्णु ए बिस्तारै जाने नि पर्छ नि आउँदा त लाइनै थिएन नि आमा आउँदै हुनुहुन्छ बिस्तारै बिस्तारै ए हुन्छ नि हामी आउँबाट फर्किन्छौँ यत्रो लाइनै हुँदैन दिदी हेर्नु कति सानो नानीहरू देऊ कान्छी नानीहरू काखमा चेपेर तिमीलाई चाहिँ लाग्दो रहेछ डर उहाँलाई त किडन्याप गरेर ल्याएको पुरै नजर बन्द गरेर ल्याएको कि उहाँ कति पाको आमा रहिराख्नु भएको छ अनि चित्त बुझ्यो अब चाहिँ कान्छी उहाँ अरूलाई देखेर चित्त बुझ्यो उहाँहरू कति बुढाबुढी अनि हाम्रो पालामा त लाइन त माथि नै पुग्छ होला अलिअलि सास चाहिँ बढ्दो रहेछ जे होस्
उहाँ आउँदै हुनुहुन्छ हाम्रा क्यामेराम्यानहरू छोरोहरू क्यामेराम्यानको क्यामेरा चाहिँ के गोजीमै मात्रै बोक्ने हो भिडियो गर्नु पर्दैन हामीलाई लु निकाल तिमीहरूको भिडियो लु 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 भिडियो गर्दै जाउँ अब भयो यहाँको भिडियो अब अर्को भिडियो गर्नुपर्छ स्टप